हेलो गुड मर्निङ फ्रेन्ड्स, वेलकम टु माई युट्युब च्यानल। साथीहरू, आज चाहिँ मेरो फुलकाउली गर्ने काम हुँदैछ है साथीहरू। काउलीमा चाहिँ झारहरू उखाल्नुपर्छ। झारहरू उखालेपछि अलिक ठुलो फल्ने सम्भावना बढी हुन्छ। झारले मल खाइदिने हुनाले झारहरू चाहिँ उठ्दै बिना उखालेर फ्याँक्छौँ हामी चाहिँ। अनि काउली मात्र राख्छौँ साथीहरू। तपाईँहरूलाई मेरो बारीमा भएको बगैँचाहरू देखाउँदैछु साथीहरू। प्याजहरू, लसुन, प्याज, सुन्तला, यो चाहिँ आलु हो कि साथीहरू। सुन्तलाहरू छ। काउली हो, फुल्ने बेला लगभग हुनु आँटेको छ। पुरै सुन्तला गाडी छ साथीहरू। सुन्तला निकै गुलियो पनि छ। रायो साग। ल साथीहरू, यस्तै गाउँले परिवेशको भिडियोहरू, सागसब्जी र फलफुल बारेको भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला भन्दै मेरो भिडियो यहीँ अन्त्य गर्दछु।